प्यानिङ कल निरज के होइन तपाईँ बस्नु म गर्छु बिहामा आउने अब तिमी यो जेलको डोलैको नमस्कार अङ्कल दाइ नमस्कार दाइ नमस्कार दाइ नमस्कार साइडमा लाग्नु भयो हाम्रो ब्युटिफुल भाउजूहरू हाई गर्नु दुलाको
माइली फुपू अब त हामी फुपूमा गनिनु भयो है ए दुलाकी कान्छी दुलाईको कान्छी सासू यस्तो कहिल्यै बुढी नहुने मान्छे 10 वर्षपछि फुपू बुढियामा गनिन्छ हाम्रो दुलाको कान्छी हजुरआमा यस्तो पर्दैन दुलाको बाबालाई साफा लगाउनु हेलो हेलो भाग्की मानी कति राम्रो भक्के बराइलीका छोरी बुहारीहरू बाबा यहाँ कोही फेरि भैमा गोटो छैन है तपाईँहरूले युट्युबमा हेर्नुपर्छ कान्छो छोराको बिहे गरेको कस्तो लागेछ खुसी हुनुहुन्छ छोरा छोरीको अन्तिम अब शुभम दुईटा छ नि त उहाँको 4 जनाको भ्याइयो अब मेरो त 2 जना लाउरी हुन पाइएन हैन आज खुसी हुनुहुन्छ एकदम कान्छो छोरा आज कान्छो छोराको चाहिँ बहुप्रतिशत विवाह गर्न पाएकोमा धेरै खुसी छु त्यसमा आफ्नो समयको प्रतिकूलताका बावजुद पनि मेरो सिर्जना बहिनी यो भलाइलाई चाहिँ यो भलालाई आशीर्वाद दिन आएको झन् धेरै है र मलाई बधाई दिएकोमा म धन्यवाद पनि भन्न चाहन्छु है हेलो जतिजना पाइएन नि यही भयो नि रमाइलो गर्ने होइन हामीले दुलाकी हजुरआमा आउनुहुन्छ ल के भन्नुहुन्छ नातिको बिहा गरेर आइछु खुसी छु म मैले आफै बराउने गरेँ मेरै नातिनी देख्छु म जस्तो खुसी कोही छैन नाच्दिनु नि त एकचोटि नातिले नातिनी देख्छु यहाँ त सुरु भइसकेछ हो रमाइलो ल माइलो हजुरबा साइलो हजुरबा यता खुसीको माहौलमा के मिसिङ भइरहेछ साडी टेक्दिनु भयो जिन्दगी यस्तै हो मलाई तानले बहिनीले भनेर होला नि आज त नाच्ने वातावरण मलाई जस्तो छैन यो पर्सले भाउजूको पर्स क्यारी गर्नु पर्यो दाइ त मैले ननाचेसम्म नाच्नु न त होइन दुलाकी कान्छी आमा माइली आमा माइली सासू भएकोमा कस्तो भयो कस्तो लागिरहेछ
अहिले नि फल्यो अन्त मल्ल चाहिँ अलिकति राजनीतिको चर्चा पनि भइरहेछ एमएलएको झन्डा बोकेर घन्टीमा भोट हाल्यो होइन दुलाको हजरामा ससुराले नाच बुहारी भन्ने कस्तो छ होइन अनि हाम्रो परिवार त एकदम होइन हाम्रो कमललाई हेलो भन्ने अब सेल्फी खिच्दैछौँ हामी दुईजना चाहिँ टिकटक बनाउँदैछन् है हाम्रो महारानीहरू नमस्ते भाग्यवानी नमस्ते नमस्ते यिनी दुलाको ठुलो दिदी हेलो गरिदेऊ न यिनी दुलाकी कान्छी दिदी यिनी मित दिदी उनी पनि दिदी ini भान्जो हो नि नमस्ते दिदी यतातिरको माहौल फेरि छुट्टै छ है यता हेर कति धेरै भाग छ शरीर अनुसारको भाग हो भिनाजु नमस्कार त्यही त साइज त झन् तीनटा देउरान जेठानीको सुरु भइसकेछ